आज म गर्न गइरहेको छु ब्ल्याक भर्सेस रेड च्यालेन्ज, जसमा चाहिँ आजको दिनको 24 घण्टा म कालो र रातो कुरा मात्र खाएर बिताउने छु। त्यसपछि सबभन्दा पहिला म कालो ट्राउजर र रातो टी सर्ट लगाउँछु। जस्तो सुकै च्यालेन्ज लिए पनि तर घरमा चाहिँ आफ्नो ड्युटी गर्नै पर्छ। ड्युटी मतलब घरको काम। त्यसपछि म कालो बाख्रा र रातो बाख्रालाई पानी दिन्छु। अलि च्यालेन्ज अनुसार टक्क कालो टीका पनि लगाइहाल्छु। फेरि अर्को काम थियो गोरुलाई पानी दिनुपर्ने, जसको लागि म भने डबरा खोजे गर्थे तर कतै पनि भेटिएन। त्यसपछि डबरा नभेटिएका कारण म भने दुईटा साना डरम लगेर गोरुलाई पानी पिलाउन जान्छु। पानी पिलाउन जाँदै थिएँ, एकैछिनमा मेरो च्यालेन्जको याद आउँछ किनकि मैले सेतो डरम लगेर जाँदै थिएँ। त्यसपछि घरमा खोज्छु र रातो डबरा लिएर जान्छु। खासमा चाहिँ मैले अघि खोजेको डबरा यहाँ चाहिँ कुञ्चाइले पहिले नै ल्याएको रहेछ। त्यसपछि गोरुलाई पानी पिलाइसकेपछि म पनि यहाँ घाँस भएको ठाउँमा गोरुलाई बाँधेर घरतिर लाग्छु। त्यसपछि घरमा भएको रातो कुर्सीमा बसेर मोबाइलको कालो स्क्रिनमा हेर्दै चाहिँ एकैछिनमा भोक लागेको पो जस्तो लाग्यो। त्यसपछि जुर्लुङ्ग उठेर भान्सा घरतिर गएर हेरेको, यतातिर पनि दाल मात्र रहेछ, भात पनि रहेनछ। आफूसँग पनि हल्का फुल्का पैसा भएका कारण म पनि पसलतिर जान्छु, जहाँ मैले दुईटा जुसको प्याकेट र एउटा पार्लेजीको प्याकेट किन्छु। त्यसपछि जुसको प्याकेटलाई दाँतले काटेर म पनि पिउन थाल्छु। त्यसपछि जुस खाइसकेपछि एकैछिनमा घरमा पुग्छु र घरमा एक गिलास पानीमा टक्क पार्लेजी बिस्कुट चोपल्दै खान थाल्छु। त्यसपछि बाहिर आएर म पनि बाख्रा चराउन थाल्छु।